अहिले एसपीसीसीमा रजिस्ट्रेसन हुनुभन्दा अगाडि मार्क सिस्टममै पनि प्रपोजल डिफेन्स गरेर जाने भन्ने प्रक्रिया भएको हुँदैन। अघिल्लो हप्ता मात्रै 3वटा कफीका जात चाहिँ अब रजिस्ट्रेसन प्रोसेसमा अगाडि लानुपर्छ भन्ने हिसाबले काम सुरु भएको छ। र अरू नयाँ जम्प्लाजमाहरू पनि इन्डियाबाट आउँदैछन्। त्यो आइसकेपछि पनि त्यसलाई पनि टेस्ट गरेर जतिसक्दो चाँडो फास्ट ट्र्याकमा हामी जानुपर्छ। अब हाम्रो उत्पादनलाई अलिकति इन्टिग्रेटेड रूपमा रेगुलर सप्लाई गर्ने गरी क्वालिटी मेन्टेन गरेर भोल्युममा पठाउन सक्ने अवस्था चाहिँ ल्याउनै पर्छ। लार्ज स्केलमा इन्टरनेसनल मार्केटमा लाने नै हो भने देशको नाम नै राख्ने भने एउटा कफीको छिटो ब्रान्ड बनाएर चाहिँ जानैपर्छ भन्ने चिजमा चाहिँ म पनि गर्छु। र सरकारको प्रायोरिटीमा भएको कमोडिटी हो, एनटीएससीमा पनि छ, प्रायोरिटीमा छ, मन्त्रालयले नै प्रायोरिटी राखेको छ। रिसर्चमा पनि हामी अब इनोभेसन, अब हामी यो टी बोर्डसँग अस्ति पनि छलफल भइरहेको थियो। हामी कफीसँग हामी अब नाकसँग मिलेर पनि रिसर्चको पाटोमा पनि के गर्न सकिन्छ र इनोभेसनमा काम गरौँ भन्ने पाटोमा काम सुरु भइरहेछ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि नेपाल ट्रेड इन्टिग्रेसन स्ट्राटेजीमा एक्सपान्डेड एक्सपोर्ट लिस्टमा 12 देखि 32 अहिले पुगेको छ। त्यसमा चाहिँ एग्रोबेस्ट प्रोडक्टमा चाहिँ कफी पनि समावेश भएको कुरा म जानकारी गराउन चाहन्छु। र यसमा चाहिँ जुन त्यो स्ट्राटेजीले एनटीआईएसले अब कफीको के छ त ओभरअल सिचुएसन भन्दाखेरि यो ओल्ड डिमान्ड कन्डिसनमा चाहिँ यसलाई मध्यम स्तरमा राखेको छ। र प्रोडक्सन अफ नेपालमा यसको उत्पादनको अवस्था हाई छ र यसको चाहिँ एक्सपोर्टको ग्रोथ अहिले इमर्जिङ ट्रेन्डमा छ भनेर विश्लेषण गरेको अवस्था छ। जातको लागि चाहिँ हामीले प्रक्रिया अगाडि बढाएका छौँ। अब केही समय कुर्नुहोस् है। अब हामीले कफीको विषयमा पनि हामीले इन्डियाबाट रजिस्टर्ड जम्प्लाजम ल्याएर नार्कमा अध्ययन गर्न सकिन्छ कि भनेर हामीले प्रयत्न सुरु गरेका छौँ। त्यो पनि सार्थक भयो भने तपाईँहरूको मागको सम्बोधन होला। अब चिया र कफीलाई सँगसँगै लग्न सक्ने नेपालको भूबनोटले, वातावरणले र नेपाली किसानको ऊर्जाशीलताले र व्यवसायीको अथक प्रयासले मलाई जहाँसम्म लाग्छ यो सम्भव छ र यसलाई सँगै लैजान सकिन्छ। यही मङ्सिर 1 गतेदेखि लागू हुने गरी हामीले कफीको न्यूनतम मूल्य पनि निर्धारण गरेका छौँ र यो मूल्य हामीले गत आर्थिक वर्षकै हामीले कायम गरेका छौँ। नयाँ यस वर्ष बढेको अवस्था छैन र नबढेको अथवा अहिले कायम रहेको मूल्य चाहिँ फ्रेस चेरी दुईटा ग्रेडमा फ्रेस चेरी, पार्चमेन्ट र ड्राई चेरीको चाहिँ हामीले चाहिँ मूल्य निर्धारण गर्छौँ। फ्रेस ग्रेड ए र ग्रेड बीमा र फ्रेस चेरीको 105 रुपियाँ, ग्रेड बी को चाहिँ 95 रुपियाँ गरेर यसरी हामीले कायम गरेका छौँ। फ्रेस चेरीको यो गत आर्थिक वर्षकै मूल्यलाई हामीले निरन्तरता दिएका हुने। ग्रेड ए को 535 मेट्रिक टन चाहिँ हामीले मूल्य निर्धारण गरेका छौँ र ग्रेड बी को 482 रुपियाँ प्रति केजी चाहिँ हामीले ग्रेड बी को रहेको छ भने ड्राई चेरीको लागि चाहिँ 280 ग्रेड ए को र 247 चाहिँ ग्रेड बी को चाहिँ यसरी कायम गरेर कफी बाली बीमा भन्ने बीमा नीति पास भएको छ भन्ने छ, तर लागू कतै पाइएको छैन। जहाँ चाहिँ बैङ्कमा एउटा लोन लिन जाँदा तपाईँको कफीको बालीको बिमा गरेर आउनुहोस् भने र बिमा समितिहरूलाई जाँदा यो त हामी सक्दैनौँ, हामीले जान्दैनौँ भन्ने कुरा भयो भने यो एउटा समस्या छ। र अर्को कफीमा व्हाइट स्ट्याम्पर छ जसले गर्दा हामीले बिमा कफी बाली बिमा खोजेका छौँ र जुन चाहिँ किराको समस्या हो, सेतो गवारको प्रकोप छ, रातो गवारको प्रकोप छ र अर्को चाहिँ रोगको हिसाबमा रातो सिन्दुरे भन्ने लिफ रस्ट भन्छन्, रातो सिन्दुरेको रोग छ। जन्मै 9 दशक नेपाली कफी उत्पादनको क्षेत्रको चाहिँ इतिहास हेर्न सकिन्छ भनेदेखि पूर्वमा चाहिँ भर्खर 1 दशक मात्रै हुँदैछ। यो 1 दशकको पिरियडमा जति पनि कामहरू पूर्वमा भइरहेका छन् त्यो किसानको तहबाट र निजी किसानहरूकै तहबाट अनि सानोतिनो सहयोग जे जति सकेको छ चिया तथा कफी विकास बोर्डको तर्फबाट भएको छ। हामीले बारम्बार स्थानीय सरकारहरूसँग कुरा गर्दाखेरि, प्रदेश सरकारसँग कुरा गर्दाखेरि यो वर्ष मात्रै कोशी प्रदेश सरकारले 1 करोड 92 लाख रुपियाँ पैसा कफी सेक्टरमा छुट्याएको छ। तर अब विडम्बना के भन्नुपर्छ भनेदेखि 1 करोड 22 लाख रुपियाँ पैसा चाहिँ ताप्लेजुङमा छुट्याइएको छ। अरू जिल्लामा एउटा पालिका गरेर बजेटहरू छुट्याइएको छ। यहाँ के गर्नु सकिन्छ भन्ने ढङ्गले कोसिस गरेर मोटिभेट गरेर अहिले 14वटा जिल्ला मध्ये 12वटा जिल्लामा कफी खेती विस्तार भइरहेको छ। विदेशबाट आएका साथीहरू पनि अहिले कफी खेतीमा लागिरहनु भएको छ। तर हाम्रो मात्र मेहनतले त भएन, राज्यको तर्फबाट मन्त्रालयको तहमा बसेर टेबलमा बसेर नीति बनाउँदा किसानलाई सहज हुने किसिमको, हल्का हुने किसिमको चाहिँ योजनाहरू बनाइयो भनेदेखि हामीले जुन उद्देश्य लिएर अगाडि बढाएको छौँ त्यसलाई पूर्ण गर्न सक्छौँ। जिल्ला कफी उत्पादक सङ्घहरू थिए, उनीहरूले कफीको कारोबार गर्दा उनीहरू मुनाफा
रहित संस्था भएको र एउटा कम्तीमा किसानले उत्पादन गरेको कफीलाई एकीकृत गरेर नगद आर्जनमा सहयोग गर्थे। त्यति बेला एउटा ठुलो समस्या थियो, देशैभरि किसानले समयमा भुक्तानी नपाउने। किसानले समयमा भुक्तानी नपाइसकेपछि अनि किसानहरूले कफी बिकेन, नबिकेपछि बोटहरू काट्न किसानहरू बाध्य भए। किसानमा एउटा नैराश्यता सुरु भयो। त्यसलाई सहकारी मोडलमा जब हामी पुग्यौँ त्यसपछि हामीले चिर्न सफल भएका छौँ। चुनौती नै चुनौती भएको खेती रहेछ यो कफी। तर पनि यो चुनौतीभित्र चाहिँ अवसरहरू पनि राम्रो रहेछ, किन भन्दाखेरि हाम्रो कफी चाहिँ विशिष्ट श्रेणीको छ, राम्रो छ। हिमालका हावाले भेटेको कफी, स्वादमा राम्रो अराबिका कफी, यो विभिन्न कुराले गर्दाखेरि चाहिँ यो चाहिँ हाम्रो लागि अवसर हो। विदेशी मार्केटमा चाहिँ नेपालको कफीको डिमान्ड चाहिँ एकदम हाई छ। कफीको दाना तपाईँको ढुवानी गर्दा र बिक्री वितरण गर्दाखेरि चाहिँ भ्याटमा दर्ता हुनुपर्ने र भ्याट तिर्नुपर्ने। अब भने त्यस्तो भएपछि त त्यो किसानले कसरी उत्पादन गर्ने त त्यो कफी, जुन चाहिँ उसले उत्पादन गरेपछि कतै बिक्री वितरणमा जानु पर्दा लानु पर्दाखेरि त उहाँले त भ्याट दर्ता भएको भ्याट बिल इस्यु गर्नु पर्यो। त्यो त पक्कै पनि किसानसँग त हुँदैन। त्यो चाहिँ एउटा समस्या देख्यो। कफी मात्रै पिउँथ्यो, अहिले चाहिँ कफी चाहिँ कुन तरिकाले पिउने अथवा कस्तो तरिकाले पिउने अथवा इभन तपाईँको पानी पनि कुन रेसियोमा हामीले त्यो कफीमा राख्ने भन्ने अब त्यसको धेरै विस्तृत रूपमा चाहिँ अब कफीलाई चाहिँ डिफ्रेन्ट प्रयोजनले चाहिँ त्यसको चाहिँ बजार अथवा विस्तार व्यवसायहरू सुरु भइरहेको छ। अहिले तत्काल भइरहेको अवस्था चाहिँ हामी खाद्यान्न उत्पादन हुने जमिनमा कफी उत्पादन गरेका छौँ र यसलाई चाहिँ हामीले कफीलाई निरन्तर अगाडि बढाउँदै जाने हो भने कुनै पनि दिन फेरि हाम्रो चाहिँ खाद्यान्नको अभाव हुन सक्छ। र हाम्रो देशमा अहिले 12 लाख हेक्टरमा कफी खेती हुन्छ। त्यो मध्येको धेरै भाग चाहिँ हुन सक्ने ठाउँ भनेको जङ्गलले ओगटेको जमिन पनि छ जहाँ चाहिँ कफी खेती गर्न सकिन्छ। तर के अरे वन ऐनले के भन्छ भने जङ्गलभित्र जडीबुटी जन्ने अन्य खेतीहरू गर्न पाइँदैन भन्छ। तर कफी यस्तो चिज हो जो चाहिँ जङ्गल बढाएर उसले चाहिँ त्यहाँ कफी खेती गर्न मिल्छ। किन भन्दा कफी छारीमा हुने हुँदाखेरि त्यसले जङ्गललाई मास्दैन, बरु चाहिँ जङ्गलको वृद्धि गराउँछ। त्यसकारणले त्यो किसिमका चाहिँ एउटा भनौँ न फिल्डमा गएर अध्ययन नगरिकन एउटा बसेर चाहिँ बनाएको ऐनले प्र्याक्टिकल्ली कति भएको छ त्यो कुरा चाहिँ हेर्न पर्छ र यी कुरालाई सुधार गरेर जानुपर्छ भन्ने कुरा देखिन्छ। विश्व पशुमा पनि हाम्रो क्वान्टिटी डबल पनि हुन सक्दैन अथवा छैन होइन। कारण के हो? जस्तो त्यो उपभोक्ता बढ्ने, सबै कुरा बढ्ने नहुनुको कारण के हो? यसमा खोज्दै जाँदाखेरि यो चाहिँ कहीँ हाम्रो नीतिगत लागत हो कि उत्कृष्ट कफी निर्यातकर्ताको रूपमा जुन सम्मान प्रदान गर्नुभएको छ, आयोजकलाई म हृदयदेखि आभार सम्मान व्यक्त गर्न चाहन्छु। 48-49 सालदेखि एउटा सानो कफीको सानो प्रयासबाट आज हामी यहाँसम्म आइपुगेका छौँ र यस सन्दर्भमा जुन कफी हिजो हामी जुन सुरुवात गऱ्यौँ, सुरुवात गरिसकेपछि धेरै कफी फल्यो। धेरै कफी फलिसकेपछि हामी यो बिक्रीको लागि धेरै ठुलो समस्या भयो। धेरै समस्याको बावजुद देशभरिका किसानहरूले रोपेका कफीका बोटहरू उहाँहरूले एउटा बजारको समस्याले गर्दाखेरि कफीका बोटहरू काट्नुभयो र बिस्तारै नेपाली कफीको प्रचार प्रसार हुँदै गयो र अनि बिस्तारै फेरि जुन किसानहरूले कफी काट्नुभएको थियो उहाँहरू विभिन्न जिल्ला कफी व्यवसायी सङ्घ, कफी सहकारी सङ्घ लगायत विभिन्न सङ्घ संस्थाहरूको एकदम सक्रिय रूपमा फेरि कफीलाई बिस्तारै जीवन्त गर्ने कामको सुरुवात भयो। अनि त्यसपछि बिस्तारै अनि बजार पनि प्राप्त हुँदै गयो। बजारहरू प्राप्त गर्ने क्रममा बिस्तारै अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली कफीको स्वाद एकदम
विदेशीहरूले एकदम मन पराउन थाले। त्यसको फलस्वरूप बिस्तारै नेपालमा पनि यो कफीको उपभोगले देशमा लगभग कफी सबै निथ्रिरहेको चाहिँ अवस्था छ र अब बिस्तारै हामी अब सबैजना यो कफीमा दह्रो रूपले चाहिँ अब लाग्नुपर्ने अब देखिन्छ, किनभने यसको चाहिँ एकदम यो बजारदेखि लिएर हरेक यो रोजगारीदेखि लिएर हरेक कुराहरूसँग यो कफी जोडिएको छ र अनि यसको चाहिँ एउटा बजार विदेशमा पनि राम्रो मूल्यमा बेच्न सकिने र अझै विदेशमा भन्दा पनि अझै राम्रो मूल्यमा हाम्रो यो स्वदेशी बजारमा पनि अब बेचिरहेको अवस्था, खपत भइरहेको अवस्था। 49 सालसम्म आइपुग्दा वर्तमानका राष्ट्रपति रामचन्द्र पौडेलजी कृषि मन्त्री हुँदा त्यहाँ गएर हाम्रो पाल्पा जिल्लाको व्यवसायी सङ्घसँग कुराकानी राखेर हाम्रो फार्म हेरेर शोधनी गर्ने क्रममा मैले सबै कुराहरू बताएर कफीको बारेमा बजार नभएको कुरा, मूल्य नभएको कुरा, नीतिगत व्यवस्था नभएको कुरा, प्रविधि नभएको कुरा, यसरी यी सारा कुराहरू एउटा अन्धकारमय अवस्थामा रहेको। हुन त गुल्मीको साथीहरूले खेती गर्दै हुनुहुन्थ्यो तर पनि बजार नपाएर दुःखदायी अवस्थामा रहनु भएको बेलामा यसरी सङ्गठन जन्माएर बिस्तारै आउँदै गर्दा उहाँ रामचन्द्र पौडेलजीले त्यो कुरालाई मनन गरेर 2049 को ऐन अन्तर्गत राष्ट्रिय चिया तथा कफी विकास बोर्डको सुरुवात गरिदिनु भयो।